हेलो गाइज, वेलकम छ मेरो छोटो मिनी ब्लगमा। आज चाहिँ तपाईहरुलाई एक्स्ट्रा स्विमिङ म देखाउन लागिरहेको छु। हेर्न सक्नुहुन्छ, यो चाहिँ च्याप्टीको नजिकैको रतुवा खोलाको स्विमिङ हो है गाइजहरु। हेर्नु त, छोरी भनेको छोरी नै हो। छोरी कति ज्ञानी भएर खेलिरहेको छ। अनि यस्तै छ, छोरी भनेको छोरी नै हो नि। कति ज्ञानी भएर खेलिरहेको छोरीले अघिदेखि हेर्न सक्नुहुन्छ हजुरहरुलाई। मेरो छोरा चाहिँ कम्मरमा खाली बोतल बाँधेर कुदेको छ माथि तल गर्दै। यो चाहिँ मेरो छोराले नगर्ना छोरा भनेको यो चाहिँ छोराको टेक्नोलोजी अरे। मम्मीले के थाहा, यो टेक्नोलोजी हो, यसले मेरो टेक्नोलोजी हो यो चाहिँ। अनि म चाहिँ यसरी खेल्दाखेरि तल डुबिँदैन मम्मी, दिमाग लगाउनु मम्मी भन्दै खेलिरहेको छ। साँच्चै जस्तो मलाई लागिरहेको छ। तर हेर्नुहोस् त, छोराछोरीको खुसी नै आफ्नो खुसी हो साथीहरू। के गर्नु, जाडोमा स्विमिङ नखेल्नु भन्दा मान्दैन। त्यस्तै बाँधिरहेको छ है साथीहरू। हजुरहरूको छोराछोरी कस्तो कस्तो हुनुहुन्छ। मेरो छोरा चाहिँ यस्तै। तपाईहरुले कति ज्ञानी छ नि मेरो छोरा। तपाईहरुले भिडियोमा हेरेरै, भिडियो मार्फतै तपाईहरुले थाहा पाउनुहुन्छ है मेरो छोरा ज्ञानी या कस्तो भन्ने कुरा चाहिँ। मैले तपाईहरुले सबै कुरा खुलाउनु पर्छ जस्तो लागेको छैन। हजुरहरूले भिडियोमा देख्दै थाहा पाइसक्नुभयो होला। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। सी यू, बाइ बाइ।